Hello guys, everyone हजुरलाई फेरि पनि स्वागत छ मेरो भ्लगमा। आजको भ्लग चाहिँ के हुन्छ भने के हुनु त्यही त बिहानै उठो काम गरौँ काममा। मौसम चाहिँ ठिक छ आज होइन, धुम्मिचेर आज अनि कतिखेर पानी पनि पर्न सक्छ नपर्न सक्छ, चर्किन पनि सक्छ काम होइन। अब चाहिँ हाम्रो यो सिलिङ र सपोर्ट अलिअलि छ, पर बनाएर राखिसक्यौँ निकै नै। यहाँले हुँदैछ काम होइन। अनि यो हाम्रो काम चाहिँ कहाँ छ भनेर सोध्नुहुन्छ हजुर। अनि अहिले हाम्रो काम चाहिँ कहाँ हुँदैछ भने हाम्रो चाहिँ यो के भन्छ नारायण घाट पुलचोकदेखि 11 किलोमिटरभित्र के पो हो यो जिल्लाको कुन जिल्ला पर्छ त्यो चाहिँ थाहा भएन अहिले मलाई होइन। अनि यो चाहिँ के हो भने अब स्कुलभित्र हुँदैछ हाम्रो होइन। स्कुलको नाम चाहिँ श्री दुर्गा आधारभूत विद्यालय हो होइन। अनि अहिले चाहिँ म यहाँ गेटको चाबी नै उल्टो दिएछ हौ केटाले यार। त्यही चाबी यताको पट्टिको गेटको दिएछ, उतापट्टि चाहिँ मान्छेले अनि उल्टो दिएर चाहिँ गयो। अब उतापट्टि आएको छ अब अल्टर काम गर्छ केटाहरू पनि होइन। हाम्रो चाहिँ यो स्कुलमा हुँदैछ, नजिकै छ रोड पनि, त्यही उयो देखिँदै गरेकै ठाउँमा हो। त्यहाँ चाहिँ 2 तलासम्म जाने अरे, या अब पानी छिट्याउनु थालो अब होइन। 2 तलासम्म जान्छ अरे त्यहाँ चाहिँ। अनि हाम्रो यो एलजिएस यो कम्पनी चाहिँ हाम्रो प्याराम्याक्सको हो होइन। कम्पनी चाहिँ हाम्रो यो प्याराम्याक्स भनेको हो, कम्पनीको नाम प्याराम्याक्स होइन। अनि काम चाहिँ हुँदैछ, थाल्दैछौँ हामी अहिले चाहिँ 2 जना न्यु जुत्ता मलाई पनि यता छ त 41 को हजुर हुन्छ होला। अनि यो सरले हिजो सरले जुत्ता ल्याउनु आएको त्यो 39 को खोइ कल्ला ट्राई गर्नु पर्यो जुत्ता ट्राई गर्नु पर्यो। जुत्ता मजा पनि रोजीमा हालेँ, जुत्ता हालिरहेको थिएँ। कुनै चाहिँ हुन्छ होला तपाईँ एउटै नम्बर हामीलाई ल्याइदिएको होइन। त्यस्तो हो 42 को हो क्या त्यो 41 को हो त्यो पल्लो चाहिँ 41 को हुन्छ। परस न चालु छ यता बाहिर पानी त आयो बबाल छ सुज काम गर्दा लगाउनु। यहाँ चाहिँ भनेको युनिफर्म अनिवार्य लगाउनु पर्छ होइन, किनभने स्कुलभित्र यो भवन बनाउनुको लागि चाहिँ लगानी प्योर फ्याक्ट्री गोर्खाबाट आएको हो। त्यही भएर लगानी चाहिँ त्यही भएर चाहिँ उयो युनिफर्म चाहिँ चाहियो अनिवार्य।
सक्यो अब 3टा सपोर्ट बाँकी छ अनि 3टा सपोर्ट अब बाँकी छ बनाउनु एसेम्बल गर्नु 3टा सपोर्ट बाँकी छ अनि सिलिङहरू छ सपोर्टहरू तान थुप्रिसक्यो नि अनि के थुप्रिसक्यो 3 दिन भइसक्यो दुईजनाले बनाएर थुप्रिनु त पर्छ नि अब यति छ अब टिफिन भयो अब भात खाएर आएर बनाउने ब्लग अब चाहिँ गाइस हामी होइन खाना खाएर आइसक्यो अब अघि युनिफर्महरूको यो ब्यारम्याक्स ल्याएको चाहिँ मैले धोइदिएँ कि सब फोहोरै फोहोर भएको छ सब फोहोर भएको छ अनि अब यो धोइदिनु पऱ्यो फेरि यो बिना फेरि यहाँभित्र एन्ट्री छैन गाह्रो छ जुत्ता छ हौ यो त ओया छ के भन्नु लाउनु त पर्यो नि होइन मेरो टोपी कहाँ रहेछ टोपी त उतै राखिरहेको छु के गर्नु यहाँ नयाँ नयाँ बुट छ के गर्नु मलाई हुने छ नि मजा पनि भिज्यो नि अब पानी आयो भने पानी आयो भिजियो जुत्ता लगाउनु पर्यो कम्ता गनाएको छ जुत्ता खाएर आइसक्यो अब लाग्दिने हो ड्युटीतिर होइन भर्खर पानी परेर रह्यो कि आम्मा यस्तो छ दिन चाहिँ राम्रो छ हप्प छ क्या पुरै गुमुक्क परेर पुरै बोर्ड लिएर लाग्दैन नयाँ बोर्ड सरले नयाँ बोर्ड ल्याउनु भएको छ हामीले चाहिँ एउटा बनाइसकेर अब यहाँ अर्को खोल्दैछौँ यहाँ एउटा यो माथिबाटको चाहिँ बनाइसक्यो अब यो अर्को खोल्दैछौँ अब यो पनि बनाइसक्ने है घाम अब अघि पानी पर्ला जस्तो भइरहेको छ अहिले यस्तो मौसम भयो मर्ने अरे 60 डिग्रीको पानी पर्छ भनेर रहेछ 60 डिग्रीको घाम चाहिँ लाग्ने भयो यहाँ यो खालको छ बबाल आउँछ यार बसको क्यामेराबाट चाहिँ यो क्लियर आउँछ क्या बसको फोन हो कि 44,000को फोन हो त्यही भएर क्लियर आउँछ फाइनली हामी चाहिँ यो बुनिसक्यौँ एकतिरबाट चाहिँ स्क्रु हानेर यसरी बुनिसक्यो अब यो यसलाई अब फर्काएर हान्नु बाँकी छ स्क्रु अब यो चाहिँ बुनिसक्यो यो चाहिँ सपोर्ट हो यो चाहिँ छतमाथि बस्ने सपोर्ट हो एसेम्बल एकतिरको गरिसक्यो अब ये है हमारा दोसर साइड है ये अब यसलाई पनि ठेस्न परेगा यहाँ यसरी ढकलेर हान्नुपर्छ धुलो निस्केन स्क्रुपको हुनुको फाइदा यही हो अलिकति धुलो देखियो भने मजाले जान्छ क्या रिपिट भएपछि चाहिँ यो मजाले मिलाएर हान्नुपर्छ अनि फटाउँछ बुझिहाल्नुभयो होइन अब यो हामी चाहिँ सकेर है सक्यो अब यो अब यता हानेर उता फ्याँकिदिने हो राखिदिने हो 3 दिनमा हामी दुईजनाले यति बनाइसक्यो भरेसम्म यो सब सकिन्छ क्लियर हुन्छ भरेसम्म हाम्रो चाहिँ यस्तो हुन्छ कि यसको यो अहिले मैले खोलेर राखिसकेँ यो चाहिँ एउटा नम्बर वाइज हुन्छ यो भयो 1 नम्बर यो भयो 2 नम्बर यो 3 यो 4 5 8 यसरी सिरियली नम्बर हुन्छ यो यताको माथिको भएको यो चाहिँ नम्बर हेर्दै बुन्नुपर्छ यो 41 सम्म छ यहाँ 40 भएको यता 41 छँदैछ यसरी कसरी बुन्ने भन्दाखेरि यो यसरी बुन्नुपर्छ यो हाम्रो चाहिँ होइन
बोसले अब यसको पनि हानेर देखाइदिनु हुन्छ होइन बोस? अहिले चाहिँ हाम्रो स्क्रुपवाला छ, नभए चाहिँ रिपिट आउँथ्यो। रिपिट यो भ्याउ हुन्छ क्या, यो बिग्रिगयो भने नि खोल्नु अप्ठ्यारो हुन्छ नि त रिपिट त, त्यही भएर चाहिँ यता एक भइगयो। अब यहाँ बोसले सिरियली लगाउँछ, म उताबाट लगाउँदै आउने हो। सकेर म देखाउँछु फाइनल कस्तो हुन्छ। फाइनल यस्तै हो, यस्तै हुने हो होइन। गर्मी चाहिँ मारेको गर्मी छ। अब चाहिँ हामीले सिलिङ पनि बनाएर सक्नु लाग्यौँ। यहाँ यति भएको छ आज। अब शीतल छ दिने। अब आजको लागि यति नै होइन, काम सक्यो। अब अलिकति सिलिङ रह्यो हो। अब मिसिन थन्काउनु थालेको अब है, मिसिन अब थन्काउने, रुम जाने, अनि भात सात पकाउने। बोस रमाउँदैछौँ है, भात सात पकाउने, दुईजनालाई चटकसँगले खाइदिने अनि सुत्दिने। अब छ अझै 10-12वटा सर्ट फिल्महरू, अब त्यो भोलि सकिन्छ होइन। आजको लागि यति नै भन्दै बिदा चाहे। हस् त, धन्यवाद। थ्याङ्क यू सो मच वाचिङ माई भिडियो होइन। लाइक सब्सक्राइब सपोर्ट दिँदै जानु होला। हस् त, बाई बाई गाइस।